सुगमजीलाई पुरै मेमोरी हुन्छ। यहाँ त यो हाम्रो के छ भने कि एउटा प्रश्न सोधेर जवाफ दिन भ्याउन हुँदैन अतिथिले ऊ यस्ता यस्ता बिचका अराष्ट्रिय तत्त्वहरू घुसिहाल्छ। हो तत्त्व के हो यो मिठाई के गरे भन्नु न के अब यति राम्रो जिउदल क्यामेरामा देखाएको नि अब कसैको जस्तो भुक भुक्टी सुन्निएको भए पो कुर्सीमा बस्नु त अब यति राम्रो सर्लक्क जिउदल पारेको देखाउँदै हिँडेको ज्ञान त ए फुलन्देको आमा अहिले फुलन्देको बाउलाई बोलाइदिउँ तपाईँले भनेको त होइन क्या ए कि तपाईँ पनि मोटी भएर लागेको कि क्या हो कुराले डन माइन्ड के ल्याएको के गर्न आएको बुझ्नु पर्यो को आउनु भएको छ देख्नु पर्यो। ओहो हो सुगम हाई हेलो हाउ आर यु आई एम भेरी गुड त्यसपछि के भन्छ जानेको त्यसपछि त आए पो के छ नि तपाईँको खबर ठिक छ एकदम मुन्द्रेको कमेडी क्लबमा आउनुहुन्छ भन्ने सुने हाम्रो दिदी बहिनीको मिटिङ थियो दिदी बहिनी समूहको म त हतार हतार सिद्धिएर खाजा पानी अनि आमा समूह भन्ने सुनेको थिएँ यो दिदीबहिनी समूह नै हुन्छ हामीले खोल्यौँ त के भयो ट्यालेन्ट हुनुपर्छ जे पनि खोल्दा मिल्छ कान्छा गुड गुड अनि त्यहाँ खाजा दिएको थियो त्यो हाम्रो समितिबाट के त्यो दिदी बहिनी ग्रुपबाट अनि म त अब खाजा पनि तपाईँसँगै बसेर खाउँ भनेर नि हेर्नु न अब मुन्द्रेलाई भेट्न आएको भए त यो खाइसकेर म बरु दकार मात्र मार्न आउँथेँ तपाईँलाई भेट्न आएको हुनाले हेर्नु खाजा हेर्दा हेर्दै फुलन्देको आमा सुगम पोखरेलसँग बसेर खाजा खाने भयो है खप्पर त लिएर आएकै रहेछ। अहिले अहिले नेपालमा त भयङ्कर चहल पहल छ नि उहाँको त कुरा नगर एउटा कुरा चाहिँ अनि दारी दुवैजनाको उस्तै सेम सेम तर उहाँ चाहिँ तर्साउने जस्तो तपाईँ त हेर्छौँ किन यो नबुझेको कुरा मैले म कसरी तर्साउने तर चिन्ता नलिनु तपाईँ पनि राम्रो हो होइन उस्तै दारी पनि अलिकति तर्साउने जस्तो देख्नुको कारण चाहिँ मैले बाहिरी नजरले मात्रै हेरेँ यता चाहिँ भित्री मनबाट के सम्झी हो के हो यो फुलन्देको आमाले मनको भाषा कसले बुझ्छ र मन्दिरमा त अचम्म लागिरहेछ अघि आउनुभयो नाक्कली उहाँ पनि आएर त्यहीँ चिप्किने होइन सुगमजी तपाईँको त नाम जस्तै गम लिएर आउनु भएको छ क्या सुगम यस्तो खप्परमा चाहियो नि त टाँसिनलाई त्यही भएर हामी अध्यक्ष नभने अध्यक्ष बनेको त हामी कुर्सीमा बस्नु पर्छ अध्यक्षहरूले लाएर अगाडि थन्के दिने ल जा ठिचा 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 भन्नु ध्यान ल यति गरेर देखाऊ आमा छोराको आमाको मुख हेर्ने दिन तर इट्स ओके आज तपाईँलाई धेरै धेरै धन्यवाद मुन्द्रे किन थाहा छ किन अरू दिन पनि ह्यान्डसमहरू नल्याएको भने होइन नि तर साइडमा हुन्थ्यो र आज त सिङ्गल ल्याइदिनु भयो माइ गड एक्लै ल्याउनु चाहिँ खुसी लाग्यो उहाँ त एक्लै त ल्याउने हो त नि यत्रो चाहिँ तेरो त मेरो चान्स पऱ्यो त नत्र त अरू बेला पनि हिरोहरू त ल्याउँछ कि तर साइडमा ल्याउँछ नि त्यो मच्छर जस्तो सासानो हिरोइनहरू हिरोहरूले चाहिँ मलाई नजर लाउँछ अनि मैले हिरोहरूलाई नजर लाएँ पनि त्यो हिरोइनहरूको ज्यानभन्दा ठुलो आँखा फुकालेर हेर्छ तर आज त हेर्नु न यो त मन पर्यो मलाई मेरो लागि एउटा गीत जाओस् नि त नि आउनु ल यहाँ तपाईँले एक्सन गर्नुपर्छ एक्सनमै छ पुरै हात पनि खुट्टा यस्तो टाइपको गरौँ न तिमी रोएको पल तिमीलाई नसकुला तर तिमी सँगै म रोइदिन सक्छु मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुला तर तिमी सँगै म मरिदिन सक्छु सुगम सर हजुर हजुरलाई यो मुन्द्रेको कमेडी क्लब अनेर भइसकेपछि पक्कै पनि फिल्ममा नायकको पनि अफर आउन सक्छ हुन्छ योभन्दा अगाडि नै आइसकेको आएको छ मैले मसँग केही दुश्मनी छ मेरो दोकान बिगार्न खोजे मैले नगरे किन र होइन तपाईँ एक असल कलाकार पनि हुनुहुन्छ होइन अब आयो भने त ठिकै छ त अरू गायकहरू पनि नायक भइरहेको छ सबै असफल भएको छ नेपालमा हिस्ट्री हेर्नु होला हिस्ट्री हेर्नु होला सबजना असफल भएको छ नि मलाई सम्झाउनु चिन्ता नलिनु नायकमा पनि कमेडी रोल पाइहाल्छ
आउनु खोजेको क्या हामी पनि नायक भइसक्यौँ त्यस्तो फुटी नहरू डाक्टरै हुनुहुन्छ हो नि अनि नयाँ फेरि अहिले त आउँदैछ। हाँस्य कलाकार सबैतिर चर्चा चर्चा अहिले नेपालको हिरो हिरोइन सबै उहाँहरू मात्रै हो साँच्चीकै भन्दाखेरि चाहिँ अरू चाहिँ पत्रिकामा मात्रै छन् होइन यति करोड र उति करोड के भन्ने गफ हो त्यो सबै वास्तविकता चाहिँ यहाँ हो। त्यस्तो होइन, त्यस्तो होइन। अब त पुग्यो होला नि तपाईँलाई गाना हजुर आमामामामा गीत मात्रै सुन्ने भनेको रोमान्स नै गर्यो नि निधारमा लेखेपछि केही हुन्न कसैको केही लाग्दैन के गर्नु अनि अर्को एउटा छ नि हजुर भन्छु आज भन्छु आज हजुर त्यो पनि मनका आउँदैछ। कुरा हजुर। सुन्छौ भने तिमी त्यसलाई चाहिँ मैले अलिकति प्यारोडी बनाएको छु ए ओके दिन्छु आज मैला लुगा धुन्छौ भने मिठो मिठो खाना त मन लाम्छ खाना त मन लाम्छ तर मलाई काम गर्ने झ्याउ लाम्छ ए दादा नमस्ते मेरो दादा दादा होइन भिनाजु दिदी भिनाजु दादा रे ए भिनाजु अँ, फसिने मन नराम्रोसँग यसले बस्यो भने धेर पोल खोल्छ म जान्छु है कामै छैन है